नमस्ते सबैजनालाई। आज हामी जाबिल पार्कतिर छौँ। पहिला घुम्ने भन्दा अघिल्लो साल त्यस्तै भयो। यो पटक विशेष गरेर यहाँ फुलहरूले गर्दा हामी यो टाइममा आएको। नर्मली घुम्ने टाइम त अब अक्टोबरदेखि अप्रिलसम्म ठिक हो, अब गर्मीको हिसाबले। तर पनि खासै एकदमै गर्मी भइसकेको छैन। अब भने बिस्तारै बाहिर हिँड्न गाह्रो रहेछ र अहिलेसम्म ठिकै छ। दिनमा त्यस्तै 30 देखि म्याक्सिमम 35 डिग्रीसम्म छ टेम्परेचर आजभोलि, त्यतिको ठिकै हो। अनि यो टाइममा दुबईमा खासै भिजिटरहरू छैन, एकदमै कम छ। किनभने अब यो मध्यपूर्वमा अहिले भइरहेको घटनाले लडाइँ जस्तो, त्यसले गर्दाखेरि खासै पर्यटकहरू छैन। त्यही भएर यदि तपाईँहरू कोही घुम्नेको हिसाबले आउनुहुन्छ भने यो टाइममा ठिक छ। होटलहरू पनि एकदम सस्तोमा पाइन्छ। तर अब कोही काम गर्ने हिसाबले भिजिटमा आउने प्लान गर्दै हुनुहुन्छ भने त्यो खासै यो टाइममा ठिक छैन जस्तो लाग्छ मलाई। अहिले अब त्यसै पनि कम्पनीहरूले मान्छेहरू निकालिरहेको छ, कोहीलाई 3-4 महिना जस्तो छुट्टी पठाइरहेको छ। त्यही भएर भिजिटमा आएर काम खोज्ने हिसाब गर्नुपर्छ भने अहिले चाहिँ अलिकति वेट गर्नु होला। त्यस्तै अक्टोबर नोभेम्बरबाट ठिक हुन्छ होला। ल अब हामी अगाडि हेर्छौँ कस्तो छ त। खास गरी यहाँ फुल हेर्न आएको हामी। ल आउनुहोस्। अब हामी मेन गेटबाट इन्ट्री भइसक्यौँ। फुलहरू देख्न सक्नुहुन्छ, यस्तो छ जताततै टन्नै। एकदमै गर्मी चाहिँ भइसकेको छैन है, ठिकै छ अहिलेसम्म। हिँडडुल गर्न सकिने छ अझै पनि। अब त्यस्तै 1-2 हप्तापछि चाहिँ गर्मी नै हुन्छ, तर अहिले चाहिँ ठिकै छ। यो फुल चाहिँ खुब राम्रो फुल्छ, जता अहिले बाटैभरि यही फुल देखिन्छ। के हो यो फुल, कस्तो राम्रो फुलेको छ। पातभन्दा धेरै फुल देखिएको छ यहाँ। यसको नाम चाहिँ के होला, कसैलाई थाहा छ भने टक्क भनिदिनुहोस् त। अहिले दुबईमा यो फुल त बाफ जताततै बाटैभरि यो फुलको सिजन भइरहेछ अहिले। फुलको सिजन छ। अब धेरै होइन, 2-3 हप्ता बाँकी होला, त्यहाँबाट त फेरि सब झरिहाल्छ। ल अब हामी सरर एक राउन्ड मार्छौँ यो पार्कभित्र। कस्तो लागिरहेछ त अहिले? गर्मी एकदमै राम्रो, ठिक लागिरहेछ। पोरैहरू घुम्ने भनेको होइन, पोहोर अलिक त्यस्तै भयो। अब यो साल चाहिँ टाइम जुर्यो भनौँ। अब पछि चाहिँ अलिक गर्मी भइहाल्छ, अहिलेसम्म ठिकै छ यतिको। घाम लाग्यो के? 4:30 भइसकेको छ। बिच हिँड्नु ठिक हुन्छ कि हो के हो? यता हिँड्नु भयो। हुन्छ। त्यो जान मिल्छ बिचबाट? खै मिल्छ मिल्दैन के हो? खै मिल्छ कि मिल्दैन थाहा छैन। तर उता त छ के अरे मान्छेहरू त छ के अरे। अन्त नि फेरि अहिले फेरि फाइन हान्ने कि भन्नु पर्ने। हिँड्ने बाटो भएर कता बिच हिँड्ने भनेको। यहाँ छन् त सिसा गर्न पाइँदैन, बार्बिक्यू गर्न पाइँदैन, यहाँ बल खेल्न पाइँदैन, गार्बेज फाल्न पाइँदैन भनेर यहाँ त रहेछ। तर हिँड्न पाइन्छ भने थाहा छैन है। जाबिल पार्क अब कसैलाई थाहा छैन भने ठ्याक्कै यो दुबई फ्रेममै हो है। दुबई फ्रेम चाहिँ यहाँ कस्तो मजाले फुलेछ त फुल। छेउ हिँड्यौँ ल। हिँड्नलाई हिँड्यौँ, अहिले कहिले गाली गऱ्यो भने अब सरी भन्नु पर्ला, थाहा थिएन भन्नु पर्ला। सेक्युरिटीले भन्यो भने अब त्यही हो।
जापानतिरको मान्छेले के हो साकुरा भनेर हाल्थे हो जापानतिरको मान्छेले के हो साकुरा साकुरा यहाँ चाहिँ के सिजन हो यतातिर चाहिँ छुट्टै पार्क रहेछ है डाइनोसर पार्क डाइनोसर देख्न सकिन्छ यहाँ डाइनोसर पार्क के हो अहिले त बन्द छ कि के हो के छ म त देखेको छैन मोबाइल माथि गरेको छु डाइनोसर पार्क डाइनोसर देखेकै छैन डाइनोसर देखेछ त हामी त्यहाँ भित्र जाँदैनौँ खै कता छ गेट यो चाहिँ चार्जेबल होला त्यो गेट पासले हुँदैन यो ए जम्मा 5 रुपियाँ कहाँ हेर्नुमा सबै गेट पास जम्मा 5 रुपियाँ है 5 दिराम उता त्यो प्लेग्राउन्ड छ नि त्यहाँ पनि खेल्न पाउँछ हो गेमहरू म खेल्छु नि त्यहाँ छ त बच्चाहरूको लागि हो कि ठुलै मान्छेहरूको लागि आर यु बेबी फ्रान्समा क्या केही नि हुन्न कसो फल्ने ठुल्ठुलो होइन कस्तो राम्रो बुट रहेछ यहाँ हेरौँ न झपक्कै फुलेको फल्दो रहेछ फुलिसकेपछि म त बसेँ एकछिन भैमा यस्तो हरियो फुलहरू यस्तो फुलेको कस्तो फुल अच्छा है अच्छा आउनुपर्छ है ल घुम्नलाई कम आएको हेरौँ न यसलाई How are you? के मसाज यस बाई बाई अर्को नि आयो भोक लागेर चाहिँ किन होला त ए बिरालो त दुईटा यहाँ मसाज म मसाज दिन्छु दुईटालाई हुन्छ यो चाहिँ त राम्रो रहेछ कि सेतो होइन दुईटै राम्रो छ है दुईटै राम्रो छ यो चाहिँ कस्तो सेतो छ कि यसलाई चट्ट लान पाए त घर लड्यो यसलाई टोक्ने छ सरी है तँलाई टोक्यो है तँलाई हाने है झापट 2 झापट 3 झापट लगाए तँलाई डराउँदो रहेछ चढ यहाँ डराउँदो रहेछ जाँदैन होला नि ए भोक लाग्छ कि बिचरालाई अब यतातिर यस्तो फुल ढकमक्कै फुलेको छ अनि यतातिर चाहिँ हजुर त पहिला आइसक्नु भएको थियो होला यो ठाउँमा म धेरै पहिला म भएको भएर सेकेन्डचोटि आउने चान्स मिल्यो हजुरलाई हजुर यो चाहिँ दुबईको साकुरा है फुलको नाम चाहिँ थाहा भएन तर अहिले चाहिँ यो फुल फुल्ने सिजन छ यहाँनिर चाहिँ दुबईमा अनि जताततै यो ओरेन्ज कलरको फुलले ढकमक्क भइरहेको छ यहाँनिर चाहिँ सो आज हामी पनि यहाँ फुल हेर्न आएको तर पार्क मलाई एकदमै मन पर्यो अनि यहाँनिर चाहिँ साइडमा नजिकै दुबई फ्रेम पनि छ अनि यसले चाहिँ खाना खोजिरहेको छ होला कि हामीसँग खाना त छैन कम 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 त्यो घाउर छ आऊ ल है अब हामी यसो एकछिन आरामसँग बस्छौँ जुत्ता खोलेर यो भाइ दिस इज and this खानेकुरा त तिमी
न मान्छेसँग टाँसिँदो रहेछ नि यो त हेर्नु नि टाँसिँदै आएको यो कस्तो डाँडे खान्छ हौ भोक लाग्यो होला के अर्को आयो आमा कत्रो डर लाग्दो त्यो त झन् फोटो खिच्नु परेको है दुवै फ्रेमको ढाडे बिरालोहरूको फोटो खिचेर राख्नु पर्यो बस्नै बस्यो त अर्कोलाई न न यो होइन ए तँ यहाँ छ भए कि त्यो नगर्नु त्यो डराउँदैछ कि योसँग त्यो भाग्यो ऊ यिनीहरू यहाँ मान्छे यो बिरालोहरू धेरै भएर होइन आफै आफै लड्छन् होला क्या होइन अनि त्यही भएर एकदेखि अर्को डर लागेको मैले पहिला अस्ति नै त्यो मेट्रोबाट त त्यो बाटो हिँड्दाखेरि यो फुल फुलेको देख्थेँ कि है पोहोर के अनि तर जस्ट यो बुट मात्रै फुलको त्यो बुट मात्रै होला यो बोट फुल फुलेको मात्रै होला यस्तो पार्कहरू छ राम्रो ठाउँ छ भन्ने मलाई थाहै छैन यो त फल्दो रहेछ मजाले फल्छ फलेछ यहाँ त्यो बहिनी फल्छ कि के हो त्यो खाना मिल्ने हुनुपर्ने हो यत्रो रुख ल दुबईमा फल खानु मिल्ने लगाउनु पर्ने के थ्याङ्क यू फर वाचिङ सबैजनालाई धेरै धेरै धन्यवाद हामीले एकदम छोटो भिडियो बनायौँ अब चाहिँ हामी जाँदैछौँ ठाउँ अझ पनि घुम्न चाहनुहुनेलाई ठिकै छ एकदमै त्यो साह्रो गर्मी भइसकेको छैन अब 1-2 हप्तापछि यो फुल पनि अब सुक्न सक्छ आउँदै हुनुहुन्छ भने अर्को हप्तासम्म आएर 1-2 हप्तासम्म बस्छ होला चाहिँ आज पनि मजाले फुल छ है बाई बाई अब हामी भेट्छौँ अर्को भिडियोमा